अलराइट गाइस, सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु भन्ने सुरुवात भइसकेको छ। अघि नानी कलेजबाट चाहिँ स्टार्ट गरेको थिएँ, त्यतिखेर कलेजमा मैले भने नि त हिजो भिडियो बनाएन, त्यही केटाहरू रफ बोल्छ नि त, अनि त्यही भएर आज पनि डे 2 अफ रनिङ होइन। अब 1-2 दिनपछि चाहिँ नि म लाउरेको हुन्छ नि चार्ली ट्रेनिङतिर जोइन हुन्छु होला। त्यतिखेर भिडियोहरू केही बनाउनु पायो भने बनाउँछु बिहानमा। त्यो केटामा चाहिँ अहिले चाहिँ फेरि त्यही हिजोकै ठाउँमा के अरे माथि लामो रनिङ गर्न लाग्यो। रनिङ गर अनि एक्सर्साइजहरू गर्ने अनि सिनेमेटिकहरू बनाउँछु। त्यही भएर तिमीहरूले भ्लगमा सबजनाले माया गरिदिएको छ, अहिलेसम्म सब्सक्राइब पनि गरिदिएको छ। जसले पनि सब्सक्राइब गरेको छैन सबजनाले सब्सक्राइब गर्नु पऱ्यो। यस्तै नै डेली नयाँ नयाँ भिडियोहरू पनि आइरहेको छ। त्यही भएर अहिले माथि अलि उता माथि चढ्ने बेलातिर हल्का यसो भिडियो बनाउँछु। त्यतिखेर एउटा त्यो अघिको ठाउँबाट माथि यो गुम्बा खाने यहाँनिर त्यहाँसम्म चाहिँ नि नन स्टप दौडेर आएको। अब यहाँबाट यही बाटोबाट त्यही हिजोकै बाटो जाने, यहाँबाट त्यही माथि जाने बाटो नि हेर्नु यस्तो यस्तो त्यस्तो पनि क्यामेरामा बोल्दाखेरि चिप्यो भने के हुन्छ केटा। खासै स्याहार त हुन्न। आज चाहिँ यताको यो ठाडो उकालो पनि पिच त्यहाँबाट चढेको भएर हल्का स्याहार भएको केटा। आज नि माथितिर जाने अनि यसो सिनेमेटिकहरू बनाउने त्यही हो। यही बाटो जाने यहाँबाट त ठ्याक्कै यो बाटो त पिच गरेर रहेछ क्या। पहिला त यस्तो उस थिएन क्या, ठाडै उकालो थिएन। अहिले त यस्तो है यस्तो ठाडै उकालो वेट पनि धेरै भयो कि मलाई आफैले दौडिँदाखेरि पनि जस्तै गाह्रो फिल हुन्छ कि मलाई। त्यसरी माथि चढ्नुपर्छ। त्यहाँ माथि चाहिँ मान्छेहरू गइरहेछ, बाख्रानी गइरहेछ। त्यो बेला उता माथितिर यति उकालो दौडेको, त्यहाँबाट बिन्दासिनीबाट माथिसम्म भयो। त्यहाँबाट त्यति भर्याङ चढ्यो, अन्त फेरि भर्याङबाट यति अनि यहाँबाट हामीसम्म दौडेको अर्को स्याहार नै भयो। के भन्ने कुरा हो, यो त फर्स्ट नर्मल हो। अब शनिबार चाहिँ नि बिहान जान्छौँ हामी रनिङ मेचलाङतिर। हेर्दा त बाटो कस्तो नर्मल देखिन्छ नि, अहिले झर्ने बेला त खुट्टा खामेर औडा हुन्छ। एउटा भ्यू त्यही भएर अझै माथि जान्छु हिजो त्यसरी नै। अनि त्यतैतिर गएपछि सिनेमेटिक भेट्नु। एउटा हत्ती माथि आएँ, बाख्राहरू रहेछ। अङ्कलले चढाउँदै हुनुहुन्थ्यो दिनमा। एउटा टी सर्ट चाहिँ हल्का भिजाउनै पर्छ कि रनिङले, हल्का वेट पनि घटाउनु पर्छ कि, नत्र भने काम छैन। होस्टेलमा हुँदाखेरि तर घरको खानाले मात्रै वेट डेन्जर बढ्यो। अब चाहिँ वेट पनि घटाउनु पर्छ। आज लास्टै गाह्रो भयो फेरि हिजोभन्दा त, किनकि अघि के अरे कलेजमा नि खाजा खाने बित्तिकै प्रेड भयो। अनि बसेको मात्र, अनि आयो लुगा फेऱ्यो, अनि 10-15 मिनट बसेर अनि फेरि रनिङको लागि निक्लिहालेको क्या। घर बसिरहेको हुन्छ, त्यो जानै मन लाग्दैन क्या। त्यही भएर अब चाहिँ यतातिरै गएर सो रनिङ गर्ने नि हल्का स्ट्रेचिङ वार्मअप गर्ने। अनि त्यहाँपछि सिनेमेटिकतिर भेट्नुपर्छ।
हो यो भिडियोमा चाहिँ नि तिमीहरूले सबजनाले हेरेर मेरो यो भिडियोमा 20 कमेन्ट अनि त्यसपछि धेरै त भन्दैन म तिमीहरूलाई 25 लाइक मात्रै 25 लाइक अनि 20 कमेन्ट आयो भने चाहिँ नि म कलेजमा पनि भिडियो बनाइन्छु। तर त्यहाँ छाडा बोले पनि म त्यो बिचमा त्यो टिट टिट गरेर आउँछ नि आवाजहरू हो त्यस्तो चाहिँ हालेर बनाइन्छु होइन। त्यही हो केटा तिमीहरू यही त्यति कम्प्लिट गर्नु पऱ्यो। त्यो कम्प्लिट गरेपछि म कलेजमा पनि भ्लग पनि बनाइन्छु। फेरि पनि सिनेमेटिकमा भेट म चाहिँ नि सिनेमेटिक पछि फेरि आइसकेँ। अब चाहिँ तल फर्किन लाग्यो। हिजोको जस्तै हो आज नि बोल्दै जाने केटा। मैले भ्लग हालेँ भनेर कतिले मलाई सब्सक्राइब मात्रै गरेछ नोटिफिकेसन अन पनि गरेको छैन। मैले भ्लग हालिसकेको थिएँ हिजै। केटाहरूले भन्छ भ्लग हाल्यौ र भनेर भन्छ। यो भिडियोको अहिले मैले जति पनि बोलेँ नि म घर आएर त्योभन्दा अगाडिपट्टि चाहिँ नि आज चाहिँ नि हाम्रो क्लासमा फ्री फायर च्यालेन्ज गरेको थियो कि एउटाले 1 vs 2 हान्छु म आऊ भनेर च्यालेन्ज गरेको थियो मलाई होइन है। फेरि हाम्रो साथी छ माथि काउडाँडामा बस्ने रेन्टमा बस्छ नाम पनि भनिदिइहालौँ आयुष र एउटा साथीलाई चाहिँ नि च्यालेन्ज गरेको थियो फ्री फायरमा 1 vs 2 खेलौँ हार्यो भने जे भन्छौ त्यही च्यालेन्ज हान्छु भनेर भने। अनि ल हुन्छ त नि भनेर उनीहरूले पनि च्यालेन्ज एक्सेप्ट हान्यो। अनि कति रे 7-1 हानिदिएको तिनीहरूले। अनि त्यसपछि उनीहरूले दिएको च्यालेन्ज पनि उसले एक्सेप्ट गर्यो। च्यालेन्ज के हो थियो भनेर तिमीहरूले अहिले यही भिडियोभन्दा हल्का अगाडिपट्टि हालिदिन्छु त्यहीँनिर हेर्न सक्छ। भनिदिइहालौँ न होइन के छ र च्यालेन्ज के थियो भन्दाखेरि चाहिँ जो हार्छ त्यसले चाहिँ नि पिरो खुर्सानी 2टा चबाएर कति चिप्लो चबाएर खाएर देखाउन पर्ने थियो। अनि उसले च्यालेन्ज पनि एक्सेप्ट गर्यो अनि खाएर पनि देखाइदिएको थियो। पछि त लास्टै पिरो भएछ क्या 1 बोतल चिसो पानी किनेर गुटु गुटु गरेर खाइदियो। अनि पछि क्लासमा आउँदाखेरि साथी छटपटिरहेको थियो। यो भिडियो पनि साथीले नि हेर्छ। साथीको भिडियो मेरो पनि भिडियो हालिदेऊ है भनेर भन्थ्यो। अनि ल म हालिदिइहाल्छु नि साथीहरूको होइन। अनि म के हुन्छ हाम्रो क्लासमा गतिविधिहरू होइन के रमाइलो के हुन्छ भनेर चाहिँ बनाउनै आएको भिडियो होइन त। अनि त्यही भएर म चाहिँ तल झर्दै खुबेँ। त्यस्तो बाटो झर्नुपर्छ म हल्का बिचमा बोल्दा म्या भन्ने शब्द धेरै आएको भयो क्या। अब म आज पनि कहाँ जान्छु भन्दाखेरि त्यही बाटो जान्छु। अनि त्यहाँ मूलमा गएर यसो मुख धुन्छु पानी खान्छु अनि एकछिन हेर्छु अनि त्यसपछि फेरि पनि तलतिर चलिदिन्छु। म यहाँ तल झरिसकेँ। यताबाट गाडीहरू आउँछ हिजो पनि देखाएको थिएँ मैले तिमीहरूलाई। माथिबाट पनि गाडी आउँदैछ तलबाट नि आउँदैछ माथि यताबाट कतैबाट हुन्छ नि। यो इन्डियन गाडीहरू त काम छैन केटा हो। इन्डियाबाट यहाँ आउँछ घुम्नको लागि। मैले धेरै टिकटकहरूमा पनि भिडियो देखेको छु इन्डियाबाट नेपालको लागि भनेर घुम्न आउने तिनीहरू। अनि बाटोमा खाएको खानाहरू पकाउँछ प्लास्टिकहरू बाटैभरि फालिदिन्छ होइन। अनि त्यसपछि जति पनि यो इन्डियाबाट आउँछ नि यो धोतीहरू मैले नामै भनिदिएँ डाइरेक्ट धोतीहरू योमा धोती अफ्रिकन अहिले त्यो के अरे इन्डियामा राख्ने कालो तावामा त्यो डढेको हुन्छ नि धोतीहरू तिनीहरू मलाई इन्डियाबाट नेपाल घुम्न आउँछ। नेपाल त हाम्रो पोखरा त राम्रो छ नि सफा छ। यो धोतीहरूले आएर फोहोर बनाउने हो। आफूले खाएको खानाको प्लास्टिकहरू राख्ने अनि त्यसपछि कुनै बाटोतिर डस्टबिनहरू देख्यो भने त्यसोमा हाल्ने हो नि। यो धोतीहरू आउँछ खान्छ होइन पुरा गाडीमा खाएकै हुन्छ। मैले भिडियो देखेको छु क्या टिकटकमा पायो भने यता साइडमा राखिदिउँ न भिडियोको। पुरा खायो होइन खाएर त्यो प्लास्टिक हुन्छ नि गाडीमा राख्ने अनि पछि डस्टबिन भेट्यो भने बल्ल फोहोरमा फाल्ने हो नि बाटोमा फालिदिन्छ मा। त्यो भिडियो नभेटेर लगेर भेटेको यहाँ साइडमै राखिदिन्थेँ लगेर। म चाहिँ यहाँ मूलमा पनि आएछ क्या। अब यसो पानी खाएर चल्दिनु भयो। हल्का यस्तो मुखमा पसिनाहरू आँखा यस्तो मुख धुम अनि त्यसपछि पानी खाएर फेरि पनि चल्दिनु हुन्छ होइन। यस्तरी पानी आउँछ यस्तो पनि यो रुखबाट आउँछ कि पानी यस्तरी झर्छ। यति सफा छ केटा रुख म तिमीहरूलाई देखाउँछु हेर यति सफा छ। मेरो हात फोहोर भएर होला
यति सफा हालेर हो पानी त तिमीहरूले बाहिरबाट त्यो जारमा पानी किनेर हाल्छ नि त्योभन्दा पनि सफा हुन्छ केटा हो यो पानी यहाँ मान्छेहरू बिहान पानी खाप्नलाई लाइन हुन्छ यो हुन्छ नि पानी बन्द गर्न नमिल्ने भएर होला यसरी यत्तिकै खुल्लै जान्छ हेर यहाँ कति पानी जान्छ हेर्दै मान्छेहरू बिहान बिहान आएर लाइनमा बसेर अनि त्यहाँपछि यहाँबाट पानीहरू थापेर खाएर जान्छ त्यही भएर यहाँको पानी खाएपछि त पुरा यहाँबाट छिर्दाखेरि पनि छातीतिर नि यस्तो चिसो हुन्छ होइन पेटमा गएर नि यति चिसो हुन्छ यहाँको यस्तो पानीमा पानी खान पाउनु त भाग्यमा नि हो त्यस्तो खासै कतै नि त्यस्तो राम्रोसँग आउँदैन नि त यो 6-7 महिनाको लागि आउँछ अनि त्यहाँ चाहिँ फेरि सुक्छ यस्तो ट्यान ट्याङ यस्तो भ्यू चाहिँ एउटा अब चाहिँ हल्का तल जान्छु अनि तलबाट बोल्छु त्यहाँ मूलबाट पानी खाएर म हिँडेर पनि आधा बाटो आइसकेको त्यहाँ साथीले फोन गरेको थियो के भन्छ भन्दाखेरि के अरे अस्ति नै मसँग होस्टेलमा सँगै बसेको भाइ हो कि साथी होइन भाइ हो त्यो 8 कक्षाको बिचरा बियालीमा 2टा विषय लगाइहालेछ सामाजिक र अनि एउटा के थियो यार सामाजिक र खै के हो एउटा लाथ्यो रहेछ अनि त्यो भएर घरै रहेछ क्या अहिले पढ्दिनँ भनेर बसिरहेछ अनि फोन हानेको थियो क्या अनि मैले भने मलाई कहाँ नि मलाई 8 क्लास नि पास गरेँ होइन अनि के काम पाउँछ त नि त्यसले पछि होइन त्यो भएर 8 क्लास होइन 10 क्लाससम्म चाहिँ नि पढेँ भनेको मैले अनि ल म हेर्छु भनिरहेको छ होइन अब त्यही त नि भविष्य आफ्नै लागि त नि होइन आफू पढेन भने त केही कामै छैन पछि त त्यही भएर हामी त जसो गरेर 10 पनि पास हाने केटा हो जिपिए कति आएको भनिदिउँ 3.29 आएको ए आएको मेरो अनि त्यहाँपछि त्यो पास गर्ने पर्छ भनेर भन्ने थिएँ अनि ल म अब एकचोटि भन्छु के अरे पढ्न मन लाग्छ भनेर भन्छु भन्थ्यो अनि भनेर फोन गर भन्थ्यो अनि भोलि चाहिँ आउँछु भन्थ्यो यता माथितिर मल भठामा मलाई भेट्ने थियो क्या त्यसले हो हेर त केटा हो यो के हो यो के हो यो गयो यार के हो केटा हो यो गयो छिर्यो यार केटा हो यो झाडीबाट छिर्यो यहाँबाट के खास गरी थाहा छैन कि मलाई सायद मलाई लाग्छ त्यो न्याउरी मुसा हो कि के भन्छ नि त्यही होला सायद यो केटा हो नेपाल अहिले त होइन केटा हो जसको हेलमेटदेखि लिएर स्कुटरदेखि लिएर होइन त्यो सब हेर्नुपर्छ सबै आइकोन हाम्रो मदाईको आइकोन अनि हाउस अफ गड नेपालको स्टिकरहरू मात्रै हुन्छ जहाँ पनि केटा हो किनकि आइकोनले मार्केट खाछ केटा हो ज्याकेटदेखि लिएर टी सर्ट हुडी होइन मैले पनि किनेको थिएँ एउटा टी सर्ट चाहिँ आइकोनकै किनेको थिएँ त्यो कुनवाला भन्दाखेरि पछाडि गणेश अनि के मूर्ति भएकोवाला अहिले मार्केट खाछ केटा हो आइकोनले त्यस्तै गफ गर्दै जाने कि केटा घरसम्म त मजा टाइम पासै हुन्न अब केटा अघि चाहिँ उता चाहिँ हल्का गफ गर्न पाएन अब यताबाट चाहिँ गफ गर्दै जाने यता चाहिँ हल्का शीतलै हुन्छ कि बाटो चाहिँ अस्ति चुइगम खाएको केही बोल्नै नआएको के भन्न लाग्थ्यो कि मैले भुलेँ यार केटा हो अहिले सम्झेन मैले के भन्न लाग्थेँ भन्दाखेरि म चाहिँ नि स्याटरडे र सन्डे चाहिँ नि फ्री हुन्छु डेली त्यही भएर एनी वान इन्ट्रेस्टेड टु गो राइड विथ मी डाउन हिल होइन तिमीहरूले जे भन्छस् त्यही जाम्ला कि डाउन हिल गएको भिडियो त बनाउनु सकिन्न मोबाइलबाट गोप्रो थियो गोप्रो बिग्रेछ त्यही भएर डाउन हिल स्ट्रिट राइड कोही जान चाहन्छ भने मलाई यो भिडियोको कमेन्टमा भन्दा नि हुन्छ सबजना सँगै जाम्ला नि 10-12 जना भएर होइन स्ट्रिट राइड गयो नि भयो माथि डाँडाबाट झरे नि भयो जहाँबाट गए पनि हुन्छ कोही जान चाहिँ चाहन्छ भने मलाई यो भिडियो हेरेर मलाई इन्स्टामा मेसेज गरे नि हुन्छ नभए यहीँ टिकटक मैले हिजो आइडी साइडमा राख्दै थिएँ त्यसमा मेसेज गरे नि हुन्छ त्यो त नभए यही भिडियोको कमेन्टमा
आई एम इन्ट्रेस्ट भनेर लेखेको हुन्छ अनि म तिनीहरूलाई मेसेज गर्छु। अनि स्याटरडे र सन्डे चाहिँ नि दिनमा धेरै होइन दिउँसो कि नभए बिहानै निक्लिने कि राइडको लागि होइन। कहिले मेथलाङ पुग्ने त्यस्तै गर्ने कि कहिले सराङको कहिले माथि काउँ डाँडा जाने त्यसमा भिडियो बनाउँ न राइडहरू जाऊँ ल रमाइलो गरौँला होइन। के छ र केटा हो घर बसेर के नै गर्ने होइन बरु डेली भ्लग हाल्न सक्यो भने नि यसो आफ्नो सब्सक्राइबर बढ्छ वाच टाइमहरू नि बढिरहेको हुन्छ नि त। अनि त्यही भएर कोही मसँग जानलाई इन्ट्रेस्ट छ भने पनि मलाई कन्ट्याक्ट